झोला र सानो टोकन मनी थोरै कुरा हो हेर्दाखेरि, तर यो चीजमा धेरै ठुलो यहाँहरूले बोक्नै पर्ने महत्त्वपूर्ण भारी पनि आज हामीले तपाईलाई हस्तान्तरण गरेका छौँ। त्यो भनेको बुढानकण्ठ नगरपालिकाले यहाँका छोराछोरीको भविष्यलाई हेरेर वर्तमानमा लगानी गरेको छ। त्यो लगानी त्यो झोलामा भएको तुम्लेटसँग सम्बन्धित छैन। यो लगानी त्यो झोलामा भएको स्टेसनरीसँग मात्रै सम्बन्धित छैन। त्यहाँ तपाईँले केही दर्जन कपी पाउनुहुन्छ होला, टिफिन बक्स देख्नुहुन्छ होला, खानेपानीको तुम्लेट देख्नुहुन्छ होला, उसको लागि त्यही झोलाभित्रको अरू चिजबिज पनि झोलै पनि देख्नुहुन्छ होला। तर त्योसँग नगरपालिकाले दिएको माया, ममता, सपना र हाम्रो केही आशीर्वचनहरू पनि त्यो झोलासँग हामीले तपाईँको नानी बाबुलाई हस्तान्तरण गरेका छौँ। 1500 पैसाको अङ्कमा थोरै होला, तर तपाईँको नानी बाबुको लागि शिक्षामा गर्ने लगानीमा हामी पनि तत्पर छौँ है। उसको हेरविचार जसरी तपाईँ खाना खाजा खुवाउने सुताउने, उसको लागि घरको हरेक चिजको तयारी व्यवस्थापनमा तपाईँले आफ्नो समय व्यवस्थापन गर्नुहुन्छ, सिप व्यवस्थापन गर्नुहुन्छ, श्रमको व्यवस्थापन गर्नुहुन्छ। त्यसै गरी हामीले पनि तपाईँले गर्ने नानी बाबुको टेक केयरमा नगरपालिका पनि सँगसँगै छ है। त्यसकारण उसको टेक केयरमा, विशेष गरी उसको शैक्षिक गुणात्मक अभिवृद्धिमा उसले घरमा पाउनुपर्ने माया, घरमा पढ्नको लागि पाउनुपर्ने उचित वातावरण, घरमा पाउनुपर्ने उचित रेखदेख, घरमा पाउनुपर्ने उचित स्याहार सम्भारको कुरामा हामी पनि तपाईँको पछि सँगसँगै छौँ भनेर हामीले केही टोकन मनी तपाईँलाई हस्तान्तरण गरेका छौँ। आज झोला पनि त्यही हो। बुढानकण्ठ नगरपालिकाले 2079 सालदेखि शैक्षिक उन्नयन वर्ष भनेर विद्यालयको समग्र सुधारको लागि बुढानकण्ठ नगरपालिका यसरी हिँडिरहेको छ। त्यो हिँडिरहँदाखेरि छात्रवृत्तिको कुरा मात्रै होइन, सबै विद्यालयको टिचरहरूलाई अभिमुखीकरण गराउने, तालिम दिने, विषयगत विभाग गठन गरेर त्यहीँभित्र पनि टिचर मेन्टरिङका कुराहरूलाई अझ बढी प्रबल बनाउने, विद्यालयको समग्र सुधारमा, विद्यालयको टिचरहरूको समग्र उन्नयनमा, विद्यार्थीहरूको समग्र उन्नयनमा नगरपालिकाको ध्यान मसिनो ढङ्गले गइरहेको छ र तपाईँको साथमै छ भन्दै यो नगरपालिका यसरी यो पटकको यो छात्रवृत्ति कार्यान्वयनमा विद्यालयको प्राङ्गणमा आइरहेको छ। आमाहरूलाई हामीलाई थाहा छ, तपाईँको नानी बाबुलाई खाना खुवाउने, पढाउने, स्कुल पठाउने, घरको चाहिँ श्रीमानहरू, घरबाट जागिर खान जाने अरू छोराछोरीको लागि पनि वातावरण बनाएर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने गृहिणी आमाहरू आज बिहानै यहाँ आउनु भएको छ। त्यसकारण यो अमूल्य समय लिएर आउनु भएको छ। म तपाईँको धेरै समय लिन चाहन्न, दुईवटा कुरा अनुरोध गर्दै बिदा हुन चाहन्छु। एक, तपाईँको नानी बाबुलाई तपाईँले जन्म दिनुभयो, यो विद्यालयमा पढाउनु भयो, यो विद्यालय नगरपालिका भित्रको 19वटा सामुदायिक विद्यालयमा शिक्षामा महत्त्वपूर्ण योगदान र इतिहास बनाउँदै अब्बलता हासिल गर्नको लागि सक्रिय नेतृत्व गरिरहेको एउटा महत्त्वपूर्ण विद्यालय हो। तपाईँ गौरव गर्नुहोस्, हामीले बुढानकण्ठ नगरपालिका भित्रको बुढानीलकण्ठ माध्यमिक विद्यालयमा हाम्रा छोराछोरी पढाइरहेका छौँ भनेर गौरव गर्नुहोस् यस्तो ऐतिहासिक विद्यालयमा। र अर्को गौरव, यो विद्यालयमा पढाइ ल्याउँदाखेरि बुढानकण्ठ नगरपालिका तपाईँको मित्र शक्ति भएको छ, तपाईँको अभिभावक भएको छ, तपाईँको सुख दुःखको साथी भएको छ। नगरपालिकाको मेयरज्यू, उपमेयर, वडाध्यक्ष लगायतका हामी सम्पूर्ण जनप्रतिनिधिहरू विद्यालयको प्रत्येक समग्र सुधारमा तपाईँसँग नजिक भएका छौँ। यो विद्यालयमा चाहे विद्यालय समग्र सुधारको कुरा होस्, शिक्षक मेन्टरिङका कुरा होस्, अभिभावक बडापत्रको कुरा होस्, विद्यालय वर्गीकरणका कुरा होस्, प्रिन्सिपलसँगको सेवा करारका कुरा होस्, हामी प्रत्येक पटक विद्यालयमा आउने र तपाईँसँग साक्षात्कार गर्न नजिक नभए पनि विद्यालयको टिम मार्फत हामी तपाईँलाई विभिन्न कुरामा सन्देश दिइरहेका छौँ। त्यसकारण गौरव गर्नुहोस्, हामी यो नगरपालिका भित्र छौँ। परिवारमा काका काकी, फुपू, भदा भदैनी, मामा माइजू नाता सम्बन्धहरू तपाईँले पढाउनु भएको छ कि छैन, चिनाउनु भएको छ कि छैन, बताउनु भएको छ कि छैन। पारिवारिक संस्कार परम्परागत रूपमा हाम्रो परिवारबाट ल्याउँदै आएको हाम्रो विरासत
चाड पर्व धर्म संस्कृति तपाईले बताउनु भएको छ कि छैन, सिकाउनु भएको छ कि छैन? छोराछोरीले यी सिक्ने कुराहरू आमाको गोदबाट हो, बुवाको ओतबाट हो। त्यसकारण तपाईँ आमा बुवाले आफ्नो छोराछोरीहरूलाई सुसंस्कृत बनाउनको लागि 6 घण्टा विद्यालयले लगानी गर्छ, परिश्रम गर्छ भने बाँकी 18 घण्टा तपाईँको जिम्मेवारीमा छ। त्यो चिज तपाईँले हेक्का राख्नु भएको छ कि छैन? त्यसकारण तपाईले पनि आफ्नो छोराछोरीको अगाडि घरमा बसेर बोल्दा व्यवहार गर्दा संस्कारयुक्त गर्नुभएको छ कि छैन? तपाईँको पनि परीक्षा तपाईँको छोराछोरीले गरिरहेको हुन्छ। तपाईँबाट 80% कुरा उसले सिकिरहेको हुन्छ। त्यो सिकाइ सुसंस्कृत होस् भन्ने हाम्रो चाहना हो। आज आमा बुवा यहाँसँगै हुनुभएको कारणले मैले यो कुरा भने र आजको यो छात्रवृत्ति कार्यक्रममा तपाईहरूलाई यही दुईटा कुरा भन्दै तपाईले घरबाट दिने शिक्षा, तपाईले घरमा बनाइदिनु पर्ने वातावरण र हामीले विद्यालयबाट दिने वातावरण र शिक्षा, नगरपालिकाले दिइरहने नीतिगत र विधिगत प्रक्रियागत कुराहरूमा गरिरहनु पर्ने अभिभावकत्व, यो 3टा कुराको संरक्षण र प्रवर्धनले हाम्रो छोराछोरीहरू सबल, अब्बल र सफल जनशक्तिको रूपमा उदय हुनेछ र बुढा नीलकण्ठले गौरव गर्न पाउनेछ भन्ने यो गौरवको कुरा लिएर आज हामी छात्रवृत्ति कार्यक्रम लाइभ तपाईहरुसँग बिहान 7 बजे यहाँ गर्न आएका छौं र हाम्रो नानी बाबुहरूलाई यसो गर्न सक्यो भने हामीलाई छोडेर